आईसीसी टी20 वर्ल्ड कप एसिया र इस्ट एसिया पेसिफिक क्वालिफायरको सुपर 6मा नेपाल क्रिकेट टिमले सन्दीप लामिछानेको उत्कृष्ट बलिङ र कप्तान रोहित कुमार पौडेलको उत्कृष्ट ब्याटिङ मार्फत सुपर 6मा लगातार दोस्रो जित हासिल गरेको छ। यस खेलमा 5 विकेट लिएका सन्दीप लामिछानेले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटमा 250औं विकेट पुरा गरेका छन्। यस खेलमा नेपालले पहिले टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको थियो भने जहाँ नेपाल क्रिकेट टिमले 20 ओभरमा 9 विकेट गुमाउँदै 147 रन बनाएर कतारलाई 148 रनको टार्गेट दिएको थियो। जवाबी क्रममा ब्याटिङ गर्न आएको कतारले मात्र 19.5 ओभरमा 142 रन बनाउँदै अल आउट भयो। यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछानेले 5 विकेट हालसँगै आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटमा 250औं विकेट पुरा गरेका छन्। यस खेलमा नेपालको ब्याटिङलाई हेर्दाखेरि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख भने यस खेलमा चल्न सकेनन्। त्यसपछि ब्याटिङमा आएका कप्तान रोहित कुमार पौडेलले अर्धशतक प्रहार गरे। यस खेलमा उनले 41 बलमा 58 रन सहित 7 चौका र 1 छक्काको मद्दतले 58 रनसँगै अर्धशतक प्रहार गरे। त्यसपछि कुशल मल्ल भने लगातार यस टी20 वर्ल्ड कपमा फ्लप हुँदै आइरहेका छन्। त्यसैगरी उपकप्तान दिपेन्द्र सिंह एरी र रोहित कुमार पौडेलले अर्धशतकीय साझेदारी मार्फत नेपाल क्रिकेट टिमले कतारका सामु 147 रनको विकेट खडा गर्यो र त्यसपछि ब्याटिङ गर्न आएका आदिल अन्सारीले 6 बलमा 2 रन बनाउँदै आउट भए र आदिल अन्सारीले भने यस वर्ल्ड कप क्वालिफायरमा पहिलो पटक मौका पाएका थिए। त्यसपछि ब्याटिङ गर्न आएका गुलसन झाले उत्कृष्ट ब्याटिङ मार्फत उनले 8 बलमा 16 रन प्रहार गरे जसमा उनले 2 छक्का प्रहार गरे। त्यस्तै यस खेलमा नेपालको ब्याटिङलाई हेर्दा कप्तान रोहित कुमार पौडेलको उत्कृष्ट अर्धशतकीय पारी र उपकप्तान दिपेन्द्र सिंह एरी र कप्तान रोहित कुमार पौडेलको अर्धशतकीय साझेदारी र गुलसन झाको उत्कृष्ट फिनिसिङ मार्फत नेपाल क्रिकेट टिमले कतार सामु 148 रनको लक्ष्य राखेको। त्यस्तै यस खेलमा नेपालको बलिङलाई हेर्दाखेरि उपकप्तान दिपेन्द्र सिंह एरीले 4 ओभरमा 20 रन खर्चिँदै 1 विकेट लिए जसमा उनले 1 रन आउट पनि गरेका थिए। त्यस्तै सोमपाल कामीले 2 ओभरमा 20 रन खर्चिँदै कुनै विकेट विहीन रहे। त्यस्तै नन्दन कुमार यादवले 4 ओभरमा 29 रन खर्चिँदै 2 उत्कृष्ट विकेटहरू लिए। कप्तान रोहित कुमार पौडेलले 3 ओभरमा 26 रन खर्चे र गुलसन झाले 1 ओभरमा 9 रन खर्चे। त्यस्तै सन्दीप लामिछाने 3.5 ओभरमा 18 रन खर्चिँदै 5 विकेट लिए। यस खेलमा उनले उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै आदिल अन्सारीले 2 ओभरमा 19 रन खर्चिँदै विकेट विहीन भए र यस खेलमा सन्दीप लामिछानेको उत्कृष्ट बलिङ र कप्तान रोहित कुमार पौडेलको उत्कृष्ट ब्याटिङ मार्फत नेपालले कतार विरुद्ध सुपर 6मा 5 रनको शानदार जित निकाल्दै सुपर 6मा लगातार खेल जितेको छ र यस खेलमा सन्दीप लामिछाने म्यान अफ द म्याच चुनिए। यस खेलमा 5 विकेट हालसँगै सन्दीप लामिछानेले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा 250औं विकेट पुरा गरेका छन्। यस खेलमा म्यान अफ द म्याच चुनेका सन्दीप लामिछानेलाई तपाईँ के भन्न चाहनुहुन्छ र आगामी नेपाली क्रिकेट टिमको आगामी यात्राका लागि नेपाल क्रिकेट टिमलाई शुभकामना दिनु भन्ने नबिर्सनुहोला र क्रिकेट सम्बन्धी न्युज अपडेटका लागि क्रिकटक नेपाललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न भन्ने नबिर्सनुहोला।